आज हाम्रो कान्छी बराह मन्दिरको पूजा रहेको छ अनि सबैजना चाहिँ हामी आज नारी दिवस है हामी नारी नै नारी छौँ। यो चाहिँ सविता दिदीको पसलमा चाहिँ हामीले यहाँ किनमेलहरू गऱ्यौँ। सविता दिदी हाई भनिदिनुस्। यहाँ फलफुल सामानहरू यताउता गरम बगरम ल त नि ल उयो बिच ल यो बिचको बाटोबाट जाने ल अहिले भर फोन गर्नुभएको थियो अब हामी ल हेलो साथीहरू सबैजनालाई मेरो यस च्यानलमा धेरै धेरै स्वागत छ। अझै हुनुहुन्छ रुबिना मिसको छोरी अर्को हुनुहुन्छ सबिना मिस उहाँ चाहिँ दुईजना आमाहरू आउँदै हुनुहुन्छ र अझै माथि चाहिँ तीनजना अझै हुनुहुन्छ उहाँहरूलाई हामी अब गएर भेट्नेछौँ ल हाम्रो भिडियो हेर्दै गर्नु होला निकै रमाइलो हुनेछ ल। ए हिँड्नु भइसकेछ झोलामा हाल्नु भयो होला नि यहाँ मोबाइलहरू हराएर खोजी कार्य भइरहेछ। यहाँ केही सामान छुटो भनेको त छैन हुन्छ के अरे अनि गुवा चाहिँ मैले झोला राखिनँ नि खिच्चा हाँसु अनि राखिसकेको भइसक्यो त्यसमा कति बाटो है नान्दैन थियो क्या अनि होइन मैले यहीँ छोड्नु भएको अन्त हामीले ब्याग खोलेकै छैनौँ यहीँ हुनुपर्छ भनेको त पैसा खिच्चा हाँस्छ के अरे छोरा मान्छे दियो नि गोतेखेर भयो क्या हामी चाहिँ मन्दिर हिँडेको म त पहिलोचोटि हो हामी नि पहिलोचोटि आएको हो यस्तो भिडको डर लाग्दो बाटो रहेछ त्यहाँबाट नि आउँदै हुनुहुन्छ लुम्ले गाउँ ल हेर लुम्ले गाउँ ठ्याक्कै भिडको चेप्रोमा आइपुग्दो रहेछ है। यो बाटो दाउडा लिएर आउँछन् है म सुरुमा बिहार आउने बित्तिकै यतिको पनि थिएन यस्तो बाटो 3 दिन दाउडा लिएर आउने पाउ गर्नु नमस्ते हो त्यो लोकेसन ट्रेस गर्यो भने के मोबाइलले कहाँ कुन ठाउँ बिहा त्यो लोकेसन देखाउँछ कसरी हेर्न मिल्छ त त्यो एउटा अनि त्यहाँ लोकेसन उस गरेको हुन पर्यो नि मेरो त 6 लोकेसन त हो आएको पनि ट्याक्क देखाउँछ। अब हजुरको सर वाइफाईमा हुनुहुन्छ हजुरको सर लोकेसन ट्रेस गर्नु भन्दिनु न यहाँनिर एकछिन आराम गरेर अब चाहिँ मन्दिरतर्फ फेरि लाग्ने हो गन्तव्यतर्फ कसलाई भिडतिर हाम्रो लुम्ले गाउँ उताको ढाका गाउँ उताको झोवाङ गाउँ यो भिड चाहिँ यहाँ क्रस गर्नुपर्छ है अहिले हामीले हामी त हिँड्दा थाकेर फेरि छक्कै मार्न थाल्यौँ। यो भिड कहिले नकट्ने भयो हामी हिँड्दैछौँ चौतारा देखेपछि छक्कै मार्दैछौँ। कसैका राम्रो टिकटक छैन ल भक्तजनहरू फर्किँदै हुनुहुन्छ कति बजी जानु भएको बिहान ए भनेपछि धेरै भिड रहन्छ नि है भिड छैन हामी अझ पनि दाइनो बिरा पूजा आएर पुग्न मात्रै गाह्रो पूजा गर्ने गाह्रो छैन कहिले नि हुन त्यति भिड चाहिँ त्यहाँ त छैन आउँदै रमाइलो हेर्न मात्रै हो ए ल अब हामी पनि बिस्तारै जाँदै
हुन्छ त नि हुन्छ ल म्याडम छोरो ल्याउनु न छोरो यस्तो बाटोमा ल्याउन सक्यो आफूलाई त हिँड्न गाह्रो भए हामी त यो भिडबाट हिँड्न गाह्रो ए अब हामी फर्केर उताबाट फर्क्यौँ है साथी हो भनेको त्यो सिँढीको त्यो ढाकेको बाटो त्यो ढाकेको बाटो हो ए भनेपछि अब जानु त्यही बाटो जानु पर्ला यो पुनः गलीले हामीलाई फसाइहाल्यो नि यस्तो बाटोमा ल्याएर यो पनि 1 लाखको चौतारा हो त ए 2 लाखको चौतारा हो यो 2.5 लाखको चौतारा रहेछ गाइज हामी कहाँ आइपुग्यौँ गाइज कोल्चे इको लज रे कल्चे इको लज ल हामी फेरि जङ्गलको बाटो जाँदैछौँ कानमा त होइन आँखा पनि पाकेर झर्छ ल हामी हिँड्दा हामी चाहिँ इको लजमा आइपुग्यौँ हामी भित्रबाट जाने हो र ल भित्र हिँड्नु नि त ल त ल फर्किँदा पसौँ ल त ल इको लजको एरिया हो यो चाहिँ कुकुर भुकिरहेछ नेपालीहरू नि आउँछ नि यसो रिलिफ हुनुलाई यहाँ टेन्ट राखेर छ नि ल अहिले आउँदा घुमाउला सबै ल हामी आउँदैछौँ हामी जाँदैछौँ यो मान्छेलाई चिना जस्तो लागेको छ है मलाई चाहिँ कता देखे जस्तो लाग्यो नि मलाई नमस्कार गुड मर्निङ एक्लै आउनु भएको कि हिँडेर हो पहिला हामीले यहाँ भैँसी चराउँथ्यौँ हामी गोठ बस्थ्यौँ नानी यहाँ रमाइलो रहेछ पूजा गरेर खाँदै हुनुहुँदो रहेछ हामी पनि खाने हो अहिले पूजा गरेपछि ल नाइस टु मिट यु ल कति राम्रो चौडी रहेछ है यहाँनिर त ए कति राम्रो लागेको भाइ मलाई यो चौडी हेर्नु त ल त्यो चौरी पार गरेर पनि फेरि जङ्गलको भित्रको बाटो आउँदैछौँ यहाँ रुबिनाको काम छैन 24 घन्टा मोबाइलमा खालि बोल्ने हो है अर्को आमा खोइ त ए हेलो ल हामी त फेरि यो भयानक जङ्गल पार गर्दैछौँ ल हामी चाहिँ हिँड्दा अब मन्दिरमा पनि प्रवेश गर्न लाग्यौँ हामी चाहिँ पहिलोचोटि आएको मन्दिरमा बिचरा उसले पनि थाहा पाए जस्तो हो हिँड्नु मानेर उसको अब अन्तिम छेड होला भनेर होला नि नि म त ए नानी झन्डै लागेको बाँच्ने के अरे
पहिलाको बराइ त जाने अनि भक्कु माग्ने जस्तो माग्ने माग्ने त पौडिने मान्छे ल है मन्दिर प्रवेश गऱ्यौँ हामीहरूले करिब कति घन्टाको उकालो चढेर आएको हामी कति घन्टा हिँड्यौँ पवित्र मिस हामी कति घन्टा लाग्यो होला यो डाँडो पार गर्न है ल 1 घन्टा आइन्छ 7:30 मिनट 1 घन्टा त होइन है हामी त धेरै नै आउन हेर्नु म भित्रबाट उता चाहिँ प्रवेशद्वार हो ए गाडीहरू बाइकहरू ए अँचराबाट छन् होइन यो अम्फारा यहाँ ल्याउँछु मैले बोतलकै पानी चलाउने अङ्खरै लैजाउँ कि पानी बोतलमा लैजाउँ सित यही बोतलमा पनि हुन्छ क्या तिलानी सिलानी हाल्दैछ के हुन्न हिँड्नु अङ्खर चाहिएन ल ल हिँड्छ त्यहीबाट चढायो हुन्छ कपुर धुप ल्याउनु बिर्स्यो नि होइन कस्तो कपुर धुप भनेको कपुरै हुन्छ नि बालु ए यो चाहिँ मेन कान्छी बराहा मन्दिरको मुख्य मन्दिरै यही हो यहाँ चाहिँ उत्पन्न हुनुभएको यही ठाउँमा हो भने जस्तो भएछ मलाई पनि है तपाईँ पनि हुन्छ पक्का हुन्छ त ल लैजानु पर्दा पर्ने हो चढाउने भयो ल अर्को र कान्छो परिवारको सदस्यहरू जो सुशीलमा हुनुहुन्छ कृपया तपाईँहरू अब अन्तिम तयारीमा माता यहाँ नबोलेको ठाउँमा आउनु होला अथवा यो सचिवालयमा आउनु होला परिवारको सदस्यको अब धेरै काम छ यहाँ चाहिँ ल्याएको चामलहरू चाहिँ यसरी बोरामा राख्ने गरिन्छ दीपसन पनि आएको म्याडमहरू फोटो खिच्दै हुनुहुन्छ हाम्रो कान्छी बराहा मन्दिरमा आज चाहिँ त्यहाँ माइकिङ भइरहेको छ म क्रस गरेँ है छिटो अनि यहाँ चाहिँ पूजाआजा यहाँ चाहिँ लाइनमा यसरी दियोहरू बाल्ने यहाँ मानिसहरूले भाकल गर्नुहुन्छ भाकल पुरा भएपछि आएर पूजाआजा गर्ने यता छिन् यहाँ आमाहरू पूजा गर्दै हुनुहुन्छ मेन कान्छी बराहा मन्दिर चाहिँ उहाँ त्यो अर्को देखेको मन्दिर हो त्यसैमा हो भगवान उत्पन्न हुनुभएको यो चाहिँ पछि निर्माण गरिएको हो यहाँ चाहिँ बिचमा ताल रहेको छ अनि तालको बिचमा चाहिँ माता हुनुहुन्छ हिँड्दै आएको हो भाइ गाडीमा आएको हो हो त्यहाँ दिनु भएको दाइले भित्र
यता चाहिँ बलि दिने कामहरू हुन्छ बलि दिएर चाहिँ अनि तल बलि दिएर काटेर अनि मासुहरू चाहिँ यसरी पखालेर घर लाने हो ल जाम जाम ल जाम जाम म्याडम जाम ल लगाएको हामीले त लगाएको सक्यो पूजा म चाहिँ अब म खुस यो ग्रुपमा जान्छु है म खुस यो ग्रुपमा आएँ है म खुस आएँ है यो ग्रुपमा के खाँदै हुनुहुन्छ हजुरहरू सक्यो पूजा वर्ष सबै सक्यो हो अब खाने सब भर्खर सक्यो त्यही हो यो खाजा पाउने ठाउँ यही हो ए हाम्रो त घरको छ अर्ग्यानिक भिरको बाटो आएको अहिले अब तलको बाटो जाने हेरेर आएको अहिले फेरि पस्ने हो ए हो ल म त पहिलोचोटि आएको तर निकै रमाइलो रहेछ है मन्दिर श्यामन भाइ जेरी मिठो छ यहाँ चाहिँ पूजाको सामानहरू बेच्न राखेको रहेछ हाम्रो मेरो छैन नमस्कार ल गाइज अब आजको हाम्रो यो मन्दिरको भ्लग पनि अब फर्किँदैछौँ हामी फरक्कै फर्क्यौँ झोला बोकेर पछाडि अब हामीले घरबाट अर्ग्यानिक खानेकुराहरू बनाएर लिएर आएका छौँ त्यो चाहिँ हामी अगाडिको चौरीमा बसेर चाहिँ खानेछौँ भिडियो हेर्दै गर्नुहोस् होला एकदमै धेरै रमाइलो छ ल भिडियो हेरिकन सबैजनाको शुभ होस् सबैलाई धर्म मिलोस् ल रक्षा गर्नु सबैलाई सबैलाई रक्षा गर्नुहोस् ल यहाँ भयो मान्छे कसलाई त्यहाँ अहिले नभए त्यही थपेर खान्छ दुईटा भाग रह्यो त ल हामीले चाहिँ यहाँ बसेर पूजा गरेर खाना खाएर अब हाम्रो चाहिँ अगाडिको यात्रा अब हाम्रो लम्किन्छ इको लजमा हामी एकछिन घुम्छौँ त्यहाँको लजमा अनि त्यहाँको लजमा घुमेपछि हामी फेरि जङ्गलको बाटो हुँदै हाम्रो घरतर्फ जानेछौँ यो हाम्रो म चाहिँ अब यसो शान्तिमा पुजारी नै भनौँ न है म केरा खान्छु है गाई मुरे केरा मिठो छ मिठो छ हामी फेरि इको लजमा छिर्यौँ मन्दिर गएर आएपछि त्यहाँ नाचगान भइरहेको रहेछ ल
ढिलो भन